बा के गरेर बस्नु भएको एक्लै यहाँ बाटोमा? के गर्नु बाबु, दिक्क लाग्यो यहाँ यसो फाँटेर। अनि आमा घरमै छन् कि कता छन्? खोइ कता गए, तेरि आमासित मेरो कुरै मिल्दैन, कहाँ जान्छ थाहा छैन मलाई। तपाईँहरू जहिले यस्तै झगडा मात्रै गर्नुहुन्छ क्या बा? के कुरामा चाहिँ मिल्दैन हो तपाईँहरूको कुरा भने? बाउ आमा त मिलेर बस्नुपर्छ होइन र? तेरि आमाको न बोली वचन गतिलो छ, त्यो बोलेपछि झिङ्ग झर्केर बोल्छ, न त्यसलाई मिठो बोल्न आउँछ, न त्यसको व्यवहार गतिलो छ, अनि कसरी मिल्ने? हेर्नुहोस् बा, तपाईँ पहिला तपाईँहरूले गरेको माया, म सानो केटाकेटी हुँदाखेरि तपाईँहरूको कस्तो थियो? बाउ आमाको लभ देख्दा म आफै चकित हुन्थेँ, यति माया प्रेम थियो। अब आमा बुढी हुँदै जानुभयो अनि तपाईँलाई मनपर्न छोडो हो? म चाहिँ ठिटो छु, भर्खरको ठिटो छु। त्यो होइन नि त बा, त्यस्तो कुरो गर्न खोजे होइन क्या मैले। अब बिचरा बुढाबुढीमा भइसक्नु भएको छ, अब तपाईँ पनि बुढै भइसक्नु भएको छ, अब आमालाई रिस गर्न मिल्छ त? अनि मैले तपाईँसँग एउटा सल्लाह गर्न आएको। के सल्लाह भन्? तेरो आमाको गुणगान गाउनु पुग्यो? फेरि आमाकै कुरा जोडिएको छ क्या। अब मैले विदेश जाने निर्णय गरेँ। अब यहाँ बसेर केही कामदाम पनि छैन, साथीभाइसँग डुल्यो हिँड्यो हल्लियो, काहीँ केही काम पनि छैन, जुन काम गऱ्यो नि फ्लप। अब सिरियलहरू बनाए पनि त्यो पनि कता टुङ्गो छैन बा। अब त्यत्रो काम गरियो, कता काम गरियो, काहीँ टुङ्गो छेउ न टुप्पो भन्थ्यो नि एउटा। त्यही भएर म अब विदेश जानु लाएँ बा। मलाई 10 लाख रुपियाँ कति तँलाई चाहिँ विदेश चाहिँ किन जानु? त्यो आफूलाई अनुभव नभएको काम, त्यो सिरियल म्युजिक भिडियो के दुनियाँ किन बनाउनु पर्यो? आफ्नै खेतीपाती यत्रो छ, यही खेतीपाती गरेर खाए हुँदैन? ए अनुभव चाहिँ पहिले भएर आउने हो बा। अनुभव भनेको कुरो गरेपछि थाहा हुन्छ। हामीले त्यो जति काम गरे पनि सुरुबाट गर्दै गयो भने अनुभव आउने हो। यो खेती पनि त्यतिकै आउँछ, यो धान त्यतिकै भएको हो त बा। 2-4 टेलिसिरियल त बनाइस् त तैँले, अब रहर पुगेन। अब यसबाट हुँदो रहेछ, अब यसबाट 2 पैसा कमाइ भएन भनेपछि त्यो छोडिदे। आफ्नो खेतीपातीमा राम्रोसित खेती गरिस् भने सुन फल्छ, हिरा फल्छ, मोती फल्छ। म मान्नेवाला छैन बा कि मलाई विदेश पठाइदिन 10 लाख रुपियाँ खोजिदिनु। विदेश जाने होइन केही गरी भनेदेखि सिरियल बनाउनको लागि मलाई 5 लाख खोजिदिनु, म अर्को एउटा तँलाई 2 पैसा पनि खोजिदिनु विदेश जानु। विदेश गएर भोलि 4 दिन आउनलाई फेरि तँलाई मैले प्लेन भाडा दिदी नेपाल फर्काउने। त्यसो भए 5 लाख रुपियाँ खोजिदिनु, म अर्को एउटा सिरियल बनाउँछु। परेको छैन, बनाइ सिरियल खासिस, खुब सिरियल बनाइस्। त्यत्रो सिरियलमा त्यत्रो पैसा डुबाइसक्यो, अझ पनि सिरियल। अब एउटा मौका के भए म अब चाहिँ राम्रो तरिकाले लेखेर, राम्रो तरिकाले गरेर, अलिकति सबै परिपाट मिलाएर। अब योभन्दा पहिला यस्तै भयो त। अब के भन्छ, कहिले साथीले धोका दिन्छ, कहिले ऊ गर्लफ्रेन्ड हुन्छ, गर्लफ्रेन्डले भोलिदेखि आइदिँदैन भन्छ। अनि आमा हुन्छ, आमा नै भोलिदेखि म आउँदिनँ है बाबु अब भने हुन्छ। अनि मैले चाहिँ कसरी चाहिँ काम गर्ने? अनि घरमा त्यति राम्री सुहानी छन्, त्यस्तो तामा मुना जस्तो बच्चाहरू छन्, तँलाई यत्रो खाना सुटिङमा गएर गर्लफ्रेन्ड बनाउनु पर्यो त? ए बा, यो कुरो एउटा रहर हो, एउटा इच्छा हो के बा। म अब चाहिँ बालाई रहर लाग्यो मलाई पनि। म बुढो मान्छेलाई भर्खरको 16 वर्षको सुहानी ल्याएर बस्न मन लागेको छ। अनि म नि ल्याउने त, रहर मलाई पनि लागेको छ। रहर लाग्यो भने जे रहर लाग्यो त्यही रहर पुरा हुन्छ। ए बा, तपाईँले भन्न खोजेको छोरासँग बोल्ने तरिका यही हो? 16 वर्षको तरुण ल्याउने रे। म अहिले गएर आमालाई भनिदिन्छु, मैले तँ चाहिँ उहाँ सुटिङमा गएर लभ परेर घरमा त्यति राम्री बुहारी चाहिँ। ए बा, त्यहाँ त उहाँ सिनमा गर्ने हो, लभ गर्ने। त्यहाँ सारा संसार क्यामेराले खिचेको हुन्छ, सबैले देखाएका हुन्छन् होइन। सारा संसार मान्छे हेर्ने हुन्छ। त्यहाँ गर्ल्याम्म अँगालो हाले पनि कुनै फिल आउँछ आउँदैन नि? के थाहा आउँछ कि आउँदैन, आफूले हाल्नु पाएको छैन। मलाई पनि लिएर जा, म नि गर्लम्म अँगालो हाल्छु, अनि फिल आउँछ कि आउँदैन। मैले अहिले चाहिँ भाइ तपाईँ पोइन्टमा आउनुभयो। म अब तपाईँलाई मेन रोल राखेर बाउको रोल हजुरलाई दिएर ठ्याक्क 17-18 वर्षको केटी कान्छी आमा भित्र नि, घरमा होइन नि फेरि 17-18 वर्षको कान्छी आमा भित्र आएर बाउले त्यो ल्याएको त्यो स्किप गर्नु चाहिँ ल पैसा लगानी गर्ने होस् परेको छैन, गर्दिनँ। ए त्यो बा कस्तो रमाइलो हुन्छ तपाईँलाई थाहै छैन। कस्तो रमाइलो गर्ले मँगालो हाल्न पाइन्छ, कुरा गर्न पाइन्छ। अनि ए बुढी आऊ त जानु, ए जानु आऊ त भन्न पाइन्छ। यो बुढेसकालबाट छोराले यति राम्रो काम गरेको छ, यति राम्रो लाइन लिएको छ, बाउलाई यति राम्रो रोल दिन्छु भन्दाखेरि म विदेश जानु पैसा दिन्छु न, अब सिरियल बनाउनु पैसा दिन्छु। त्यो को तरुण हो, मलाई अँगालो हाल्नु परेको छैन, गर्लम्म गर्नु पनि परेको छैन, चुप्पाचापी गर्नु परेको छैन। अब खुरुक्क एक हल गोरु किनेर ल्याउने, भोलिदेखि यहाँ खेतबारीको काम गर्न थाल्ने। गयो बा, म आज उहाँ ऊ के अरे सुटिङको लागि स्पोट हेर्न पनि गइसकेँ। सबै कुरो भइसक्यो। हिँडेर जाँदाखेरि कस्तो गाह्रो भएर यहाँ ढाड साड दुखेको छ। म अब यो कोदालो खनेर बस्छु।
काम पाएनस् बुहारी खै मैले के भनेर सुटिङ उ काम स्पट गर्दै? यो उसमा के यो काभ्रेमा एउटा सुटिङ रहेछ राम्रो खालको घर रहेछ 2टा घर कति राम्रो बाहिरी लोकेसन कति राम्रो रहेछ बा तपाईँलाई यति राम्रो हुन्छ बा यता सुन्न तैँले यी सारा दर्शकको लागि भनेर दुःख गरी बाउसित ढाँटी चोरी लुटी जसरी लग्यो भने पैसा लगेर लगानी गरेर टेलिफिल्म म्युजिक भिडियो के अरे त्यो सर्ट मुभी छोटो सिनेमा के भन्छन् त्यो बनाउँछस् न तेरा दर्शकले तँलाई हेर्छन् न मन पराउँछन् न तँलाई लाइक के गर्नुपर्ने त्यो गर्छन् न कमेन्ट गर्छन् न तेरो च्यानल सब्सक्राइब गर्छन् होइन त के का लागि त्यो दुनियाँ मरिँदैछ तैँले त्यही दर्शकहरूलाई मनोरञ्जन दिउँला भनेर आफ्नो पैसा खर्च गरी दुनियाँसित झगडा गरी रातो मुख लाई घाम पानी असिना बादल केही नभनिकन गएर काम गर्छ खोइ त त्यसको प्रतिफल तैँले के पाइस अहिलेसम्म मलाई त्यो देखा न अनि म पनि लगानी गरौँला प्रतिफल यही छ के बानी नि यही भएर बिग्रिया हो क्या प्रतिफल 2 भाग 4 भाग गर्ने बित्तिकै प्रतिफल आएर गुवाम्म खाउँला भनेर भन्ने हुन्छ काम गरेर लगानी गरेर ल अहिले भनौँ न यो धान रोप्न हामीलाई कति खर्च लाग्छ पहिला ट्र्याक्टर ला त्यहाँबाट के गर्ने जोत्ने त्यसपछिबाट के गर्ने यो मिलाउने होइन रोप्नलाई मान्छे चाहियो बिउ राख्न पर्यो हरेक गर्नु पर्यो मल चाहियो हरेक कुरा गर्नु पर्यो त्यत्तिकै फल्छ भएपछि काट्नु पनि पर्ला फेरि चुट्नु पनि पर्ला अनि मेलमा लानु पर्ला अनि पो चामल बन्छ त लफङ्गो चाहिँदो नचाहिँदो कुरा नगर होइन यसबाट त एक दिन प्रतिफल आउँछ अवश्य आउँछ त्यो पनि आउँछ बा त्यो पनि आउँछ अब आयो खुब अब 50 भाग गर्ने हो बा सिरियल मलाई 5 लाख रुपियाँ चाहियो मरि गइदिनु जा त होइन के बा ए बा देख्नुभयो त हजुरहरू यस्तो छ वातावरण अब बासँग पैसा मागेर सिरियल बनाउनु त एउटा अलिकति राम्रो खालको भनेर यत्रो लोकेसन दिनभरि गरेर हेरेर आयो पैसा 1 रुपियाँ पनि छैन उफ बरु हजुरहरू कतै बाटोमा भेट्नु पाए म यति राम्रो सिरियल बनाउँथेँ कि हजुर यो बडा गाह्रो छ बाउले मरिजाउँ दिँदैनन् अनि तर अब कसरी चाहिँ काम हुन्छ त खै प्रोड्युसर कोही भेटे पनि बनाइदिनु हुन्थ्यो होला है दाइ होइन प्रोड्युसर भेटायो भने त म खत्रै बनाउँथेँ अब मैले यसो सोचेको एउटा किडनी बेच्दिउँ क्या होइन किडनी बेच्नु पर्दैन अब हामीले यो सामाजिक सञ्जालमा हजुरको भिडियो पोस्ट गर्छौँ अनि त्यहाँबाट कोही प्रोड्युसर बन्न उत्सुक हुनुहुन्छ इच्छुक हुनुहुन्छ भने हाम्रो ग्रुपलाई अवश्य पनि कन्ट्याक्ट गर्नुहुन्छ किनभने हाम्रो ग्रुपमा भएका कलाकारहरूको अभिनय एकदमै राम्रो छ मिलनसार र मेलमिलापमा युक्त परिवार छ त्यसैले गर्दा हजुरकै हाम्रो टिममा आबद्ध हुन चाहनुहुन्छ प्रोड्युसर बन्न चाहनुहुन्छ भने हाम्रो विजय ढकाल हाम्रो कथाको लेखक डाइरेक्टर विजय ढकाल सरलाई सम्पर्क गर्नु हार्दिक अनुरोध गर्दै उहाँको च्यानल हिमचुली इन्टरटेनमेन्ट यस 5 लाई पनि लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला र विजय दाइ आफ्नो फोन नम्बर दिएर प्रोड्युसरलाई आह्वान गरिदिनु होला फोन नम्बर म यता इनबक्सतिर हालिदिन्छु होइन त्यो हालिसकेपछि चाहिँ तपाईँहरूले चाहिँ के गर्नु होला भने कोही प्रोड्युसर बनेर चाहिँ म सिरियलमा लगानी गर्छु सर्ट मुभी बनाउन लगानी गर्छु इन्ट्रेस्टेड छु भनेर गुम्सेर बस्नु भएको छ कहीँ अवसर पाउनु भएको छैन भनेदेखि विजय ढकाललाई सम्झिनु होला र मेरो टिमलाई सम्झिनु होला भन्दै मैले अहिले यो छोटो भिडियो चाहिँ हजुरहरू माझ पस्केको छु धन्यवाद।